हाई एभ्रिवान वेलकम ब्याक टु माई भिडियो साथीहरू। सो आई होप हजुरहरू सबैजना सन्चै हुन्छ होला र म पनि एकदम फिट एन्ड फाइन छु। सो आज चाहिँ स्पेसल के छ, केही पनि छैन। आज चाहिँ हाम्रो यहीँ घर छेउमा नजिकै बहुभाषिक पार्क छ अरे। म चाहिँ गएको छैन, तर अस्तिदेखि जाउँ जाउँ भन्नुहुँदै थियो बुढाले। सो आज फाइनली हामी जाँदैछौँ। कस्तो छ त्यो म हजुरहरूलाई पनि देखाउने नै छु। सो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त साथीहरू। सो म चाहिँ अब फटाफट रेडी भइहाल्छु। टी सर्ट चाहिँ लगाइसकेको छ, अब हल्का मेकअप गरेर रेडी भएर आउँदैछु। बाई। ल त्यो यहाँबाटै हुन्छ। हाई एभ्रिवान। सो घुम्न जानको लागि चाहिँ रेडी भइसक्यौँ हामी। यो चाहिँ यसरी खोल्नुपर्ने हुन्छ, अलिअलि कर्ली गरेको टकल पारेको होइन। यता आउनु, यता आउनु। व्हाइट एन्ड ब्ल्याक। हामी चाहिँ कहाँ घुम्न आएको भने यो गोलो घरमा आइपुग्यौँ। के अरे कि हामी 10 रुपियाँको टिकट काट्नु पर्यो भनेर कोही कोही उहाँ फायर भइरहेको थियो। किनभनेदेखि आउनुहोस्, यता 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 बोल्नुहोस्। टिकट काटेपछि सबै डुल्न पाउनु पर्यो नि त। आधी डुल्नको लागि त अनि आधी टिकट काट्नु पर्यो। उहाँको भनाइ चाहिँ अब यहाँभित्र यो गोलोभित्र हेर्न पाउने भए पो टिकट काट्नु त, यो बाहिरै मात्रै हेर्नलाई यो गोलो मात्रै बनाएको त बाहिरबाट पनि देखिन्छ नि भन्दै रिसाउनु हुँदै थियो। अनि मैले 10 रुपियाँमा के उयो गरिराख्नु भनेर छोडिदिनु भने। ल फाइनली आइपुग्यो। तर हाम्रो घरदेखि 5 मिनटको दूरमा छ र पनि हामी कति पछि आयौँ होइन। यो अर्को साम्पाङ सरले बनाउनु भएको, तर यो कहाँ छ भनेर चाहिँ भनिदिनु त बुढा। सोह्रको सुकुम्बासीमा। सोह्रको सुकुम्बासीमा छ यो झोलुङ्गे पुल छेउ। भित्र हेर्न चाहिँ केही पनि पाइन्न अरे। फेरि टाइने तुई हात लाग्यो दुई। ल
सबै यस्तै 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 मात्रै छ यहाँ। पुलिस चौकी आधी नै रोकेको छ। अब यहाँदेखिको एक फन्का छ होइन, यही डल्लो मात्रै छ। अनि यहाँभित्र चाहिँ के छ भनेर चाहिँ हेर्न मन लागेको हो मलाई चाहिँ। भित्र चाहिँ हेर्न नमिल्ने रहेछ। सो यहाँ बोल्नुहोस्, जनता सामु बोल्नुहोस्। यो चाहिँ पुलिस चौकी अरे, अनि पुलिस चौकीको लागि के भएको थियो अरे? किन किन? पहिला त्यो पुलिस चौकीको जग्गा हो नि त, पछि ओगटेको हो नि त सरकारी जग्गा। त्यही भएर अनि यहाँको वडा अध्यक्ष उपमेयरहरूले दिन नमानेपछि अनि माटो पाटेकाएर स्थानीय झगडा परेको। अनि स्थानीयलाई पुलिस चौकी चाहिने हो नि त मुख्य यहाँको बासिन्दालाई त। धन्यवाद। हामी चाहिँ अब यसरी डुल्दैछौँ। कसरी? यो चिन्डुला हामीले हेर्नु लागेको कहाँदेखिको होइन। त्यहाँ गएर फोटो खिच्छ ल। सिउसुन ₹10-20 रुपियाँको भरपुर इन्जोय गरेर जानु पर्यो नि। यहाँ बसेर शीतल हावा आएर चाहिँ शीतल छ आज दिन होइन। यस्तो आनन्द छ। माथि यो डाँडामा झ्याउक्री झ्याउ झ्याउ सुनिरहेछ नि, कराइरहेछ। यहाँ मान्छे कति आएको छ म देखाउँछु ल। धेरै आउँदैन रहेछ, तर आज शीतल भएर मात्रै हो। छैन मान्छे। म त यो भित्र चाहिँ के छ भनेर हेर्न खोजेको हो कि यहाँभित्र त पस्न पाइन्न रहेछ। हावा ल हामी घुमेर पनि सक्यौँ। यहाँको यो 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 के यसको नाम चाहिँ के हो? बहुभाषिक पाठशाला अरे। ल हामी यो पनि घुमेर सक्यौँ। अब चाहिँ हामी जाँदैछौँ घर। आजलाई यति नै। सिउसुन। ल साथीहरू, बिहानदेखिको आज पकाइयो खाइयो, घरको काम गरियो होइन, घुमेर पनि आइयो। सो मेरो आजको भ्लग यति नै हो होइन। के कस्तो भयो कमेन्टमा कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। See you soon next vlog. Bye bye.